साथीहरू मैले श्री पञ्चमीमा रोपेको साग श्री पञ्चमीको दिन रोपेको साग मकै ठुलो ठुलो भयो साथीहरू। म्याउची कहाँबाट आएको साथीहरू? ठुलो ठुलो भयो साथीहरू मकै श्री पञ्चमीमा छरेको साथीहरू। दामी भएको छ हो, यस्तो राम्रो भएको छ। दामी भएको छ नि। साग पनि कल कति टिपेर खाएको, कलिलो कलिलो छ सागहरू। पछुवा साग यो अगाडि नै छोडिराखेको थियो साथीहरू। यसको चाहिँ अब बिउ हुन्छ, यसको चाहिँ बिउ हुन्छ, दामी हुन्छ बिउ। बतास हावा कति दामी चलिरहेको छ, कस्तो राम्रो भइरहेछ हो, हावा चलिरहेको छ। अब यता उन्दा पनि छर्नुपर्छ साथीहरू। यता चाहिँ कोपीबारीको भित्रभित्रै लगाएको हो। पच्चा कोपी छ है, यहाँ पच्चा कोपी फल्दैछ हो। अब यहाँ पनि छर्नुपर्छ। यहाँ पनि कोपी ठुल्ठुलो भएको छ साथीहरू। अस्ति असिनाले कुटेर पनि फेरि मसिनो थियो त हो, ठुल्ठुलो हुँदैछ। यसको बिचमा मक्का लगाउनुपर्छ हो, मक्का लगाउनुपर्छ।